नेपालमा टेक्निकल एनालाइसिसले काम गर्छ कि गर्दैन भन्ने कुराको दुविधा हामीले धेरै सुन्ने गरेका छौँ। यस विषयलाई अलिकति हामी क्लियर गरौँ कि टेक्निकल एनालाइसिसले नेपालमा काम गर्छ कि गर्दैन भन्ने बारेमा। आउनुहोस् कुराकानीलाई अगाडि बढौँ। नेपालमा टेक्निकल एनालाइसिसले काम गर्दैन भनिन्छ नि, तपाईँ के भन्नुहुन्छ? अब टेक्निकल एनालाइसिसले नेपालमा काम गर्छ कि गर्दैन भन्नुभन्दा अगाडि टेक्निकल एनालाइसिसलाई चाहिँ हामीले किन युज गर्दैछौँ र कुन प्रयोजनको लागि युज गर्दैछौँ भन्ने कुरा बुझ्न एकदमै जरुरी हुन्छ। टेक्निकल एनालाइसिस भनेको एउटा वर्किङ टुल मात्रै हो। यसलाई हामीले ट्रेड गर्नको लागि, एउटा ट्रेडरलाई ट्रेड गर्नको लागि केही न केही आधार चाहिन्छ र त्यो आधार एउटा टेक्निकल एनालाइसिसले खडा गर्ने हो। त्यसकारणले गर्दाखेरि टेक्निकल एनालाइसिसको प्रयोग अथवा प्रयोजन भनेको चाहिँ त्यसले काम गर्छ अथवा गर्दैन भन्ने नै होइन। यसको प्रयोजन भनेको चाहिँ एउटा वर्किङ टुलको रूपमा हामीले युज गर्ने हो। सो एज अ प्रोफेसनल ट्रेडर टेक्निकल एनालाइसिसले काम गर्छ गर्दैन भन्ने प्रमुख प्रश्न नै होइन। टेक्निकल एनालाइसिसलाई किन हामीले युज गर्ने र त्यसको प्रयोजन के हो भन्ने कुरा चाहिँ बुझ्न एकदमै जरुरी हुन्छ। जस्तो बिगिनर ट्रेडरहरू हुनुहुन्छ, उहाँहरूले टेक्निकल एनालाइसिसको बारेमा सबैभन्दा बुझ्नुपर्ने कुरा के? अब यस्तो हो, टेक्निकल एनालाइसिस भनेको चाहिँ मैले अघि पनि तपाईँलाई भने, त्यो भनेको चाहिँ ट्रेडरको लागि एउटा वर्किङ टुल हो। नेपालमा के पाइन्छ भने हामीले टेक्निकल एनालाइसिसलाई चाहिँ एउटा वर्किङ टुलको सट्टामा एउटा प्रेडिक्टिभ टुल, भोलि भविष्यमा के हुन्छ भन्ने कुराको एउटा प्रेडिक्सन गर्नको लागि चाहिँ युज गरिने टुलको रूपमा चाहिँ यसलाई अलिकति दुष्प्रचार गरिएको छ। मेरो बुझाइमा के हो भने टेक्निकल एनालाइसिस भनेको चाहिँ एउटा प्रेडिक्टिभ टुलको हो। प्रेडिक्सन त गर्छ टेक्निकल एनालाइसिसले, गर्ने क्षमता हुन्छ, तर टेक्निकल एनालाइसिसले हामीले एउटा प्रेडिक्टिभ टुलको रूपमा हामीले कहिले पनि युज गर्ने होइन। प्रोफेसनल ट्रेडरहरूले टेक्निकल एनालाइसिसलाई चाहिँ एउटा वर्किङ टुलको रूपमा युज गर्ने हो। जस्तै तपाईँलाई मैले एउटा उदाहरणको लागि भने, विश्वमा सबैभन्दा डेभलप बजार भनेको युएसको मार्केट हो। युएसको मार्केट भनेको हामीभन्दा करिब 150 वर्ष नै पुरानो मार्केट हो र धेरै विकसित बजार हो। अमेरिकन ट्रेडर्सहरूले लेखेको किताबहरू तपाईँले पढ्नुहुन्छ भने कुनै पनि किताबमा उनीहरूले टेक्निकल एनालाइसिसले प्रेडिक्सनलाई पुरा गर्छ भनेर उनीहरूले भनेकै छैन। अमेरिकन ट्रेडर्सहरूले आफैले जो टेक्निकल एनालाइसिसका उनीहरू भनेका इन्भेन्टरहरू हुन्, उनीहरूले नै निकालेको यो टेक्निकल एनालाइसिसको सबै ज्ञानहरू। उनीहरूले नै टेक्निकल एनालाइसिसलाई एउटा प्रोफेसनल ट्रेडरले किन युज गर्ने भने उनीहरूले एउटा भाषा प्रयोग गर्छ, ड्रइङ लाइन्स अन द स्यान्ड भन्छ। भनेपछि बालुवामा खिचिएको लकीर जस्तो हो टेक्निकल एनालाइसिस भनेर उनीहरूले भन्छ। त्यस कारणले गर्दाखेरि अब किन ड्रइङ लाइन्स अन द स्यान्ड भनेर तपाईँले सोध्नुहुन्छ भने केही न केही त आधार चाहियो नि त हामीलाई काम गर्नको लागि। काहीँ न काहीँ त गएर हामीले एउटा बेसमा त टेक्नु पऱ्यो नि त। हो, टेक्निकल एनालाइसिस भनेको चाहिँ एउटा ट्रेड गर्नको लागि प्रोफेसनल ट्रेडरले युज गर्ने एउटा टुल हो। त्यो टुलले ट्रेडको लागि एउटा आधार मात्रै खडा गर्छ र त्यस कारणले गर्दाखेरि अब टेक्निकल एनालाइसिसमा हामीले यहाँनेरि लाइन ड्र गऱ्यौँ, यहाँनेरि सपोर्ट ड्र गऱ्यौँ, यहाँनेरि रेजिस्टेन्स ड्र गऱ्यौँ, यहाँनेरि ट्रेन्ड लाइन ड्र गऱ्यौँ। अब त्यो सबै ड्र गरेको जुन ट्रेन्ड लाइन्सहरू छ, सपोर्ट रेजिस्टेन्सको लेभल्सहरू छ, त्यो मार्केटले बुझ्दैन। हेर्नुहोस्, त्यो मार्केटलाई थाहा हुँदैन हामीले कहाँनेरि। सबैले आफ्नो आफ्नो किसिमको ट्रेन्ड लाइन ड्र गरेको हुन्छ, सबैले आफ्नो आफ्नो किसिमको सपोर्ट, आफ्नो आफ्नो किसिमको रेजिस्टेन्सलाई चार्टमा ड्र गरेको हुन्छ। अब मार्केटले तपाईँले आफै भन्नुहोस् न, कसको ट्रेन्ड लाइनलाई, कसको सपोर्टलाई र कसले ड्र गरेको रेजिस्टेन्सलाई मार्केटले चिनोस् त? त्यस्तो हुँदैन। मार्केट भनेको इन्डिफरेन्ट हुन्छ। हेर्नुहोस्, बजारले कसैलाई पनि चिन्दैन। तपाईँले ट्रेड गर्नु हुँदैछ, मैले ट्रेड गर्दैछु, बजारलाई थाहा हुँदैन मार्केट पार्टिसिपेन्ट्सहरू को हो भनेर। त्यस कारणले गर्दाखेरि टेक्निकल एनालाइसिसलाई चाहिँ हामीले एउटा आधारको रूपमा मात्रै प्रयोग गर्ने हो। अब टेक्निकल एनालाइसिसले काम गर्छ अथवा गर्दैन भन्ने यो प्रश्न नै होइन, यसको उत्तर दिन जरुरी पनि छैन। किनभने टेक्निकल एनालाइसिस भनेको इट्स जस्ट अ वर्किङ टुल, यो एउटा क्रिस्टल बल होइन। धेरै मान्छेले टेक्निकल एनालाइसिसलाई, धेरै ट्रेडरहरूले एउटा क्रिस्टल बलको रूपमा यसलाई डिफाइन गरेको पाइन्छ। यसको मतलब टेक्निकल एनालाइसिसले चाहिँ अब हामीले प्रेडिक्सन गरे अनुसारले गयो भने टेक्निकल एनालाइसिसले काम गरौँ भन्न मख पर्ने गरिन्छ। टेक्निकल एनालाइसिसमा आफूले ड्र गरेको लाइन्सहरूलाई मार्केटले सपोर्ट गरेन भने टेक्निकल एनालाइसिसले त नेपालमा कामै गरेन भन्ने गरिन्छ। यो वाहियात कुरा हो, यस्तो केही पनि होइन। त्यो भनेको व्यक्तिको आफ्नो आफ्नो पर्सपेक्टिभमा डिपेन्ड हुनुभयो। हेर्नुहोस्, मैले अघि नै भने तपाईँलाई, तपाईँले भनेअनुसारले एनालाइसिस गयो भने टेक्निकल एनालाइसिसले काम गरौँ भन्नुहुन्छ। तपाईँले भनेअनुसारले एनालाइसिस गएन भने टेक्निकल एनालाइसिसले कामै गरेन भन्ने गरिन्छ। त्यस्तो दुइटै होइन, किनभने इट्स जस्ट अ वर्किङ टुल, अरू केही पनि होइन।
जस्तो अहिले पछिल्लो समय हेर्ने हो भने धेरै इन्डिकेटर टुल्सहरू चाहिँ प्रयोग गरेको पाउँछौँ हामी के यो गर्नु ठिक हो कि होइन? अब यस्तो हुन्छ हेर्नुहोस्, अब टेक्निकल एनालाइसिस गर्ने विभिन्न आधारहरू हुन्छन्। त्यस कारणले गर्दाखेरि कुनै टुललाई सही कुनै टुललाई गलत म यहाँ भन्दिनँ। टुल भनेको चाहिँ कस्तो हो भने तपाईँले के सोच्नुहोस् भने हरेक मान्छेको एउटा कुनै कुरामा विशेषज्ञता हुन्छ। अब त्यो विशेषज्ञता भनेको आफ्नो आफ्नो फिल्डमा हुन्छ। जस्तै मैले तपाईँलाई अब हाम्रो धार्मिक ग्रन्थ महाभारतको उदाहरण दिन चाहेँ। अर्जुन धनुर्धारी थिए, उनी धनुर्विद्यामा कुशल थिए। भीम गदाधारी थिए होइन, उनलाई गदा चलाउने सिप राम्रो आउँथ्यो। नकुल सहदेवको तरवार थियो भने युधिष्ठिरको भाला थियो। अब त्यो टुल भनेको कसको कति राम्रो टुल हो र कसको टुल कति प्रभावकारी टुल हो भन्ने कुराको विश्लेषण चाहिँ गर्न मिल्दैन। त्यो भनेको चाहिँ तपाईँले त्यो टुललाई कसरी युज गर्नुहुन्छ त, त्यो टुलमा तपाईँको निपुणता कति छ, तपाईँको कौशलता कति छ त्यो टुलमा, त्यो टुललाई तपाईँले कति समय अगाडिदेखि अभ्यास गरिरहनु भएको छ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यस कारणले गर्दाखेरि टेक्निकल एनालाइसिसमा विभिन्न इन्डिकेटर्सहरू हुन्छन्, विभिन्न चार्ट प्याटर्न्सहरू हुन्छन्, क्यान्डल स्टिक्स प्याटर्नहरू हुन्छन्। अब त्यसलाई चाहिँ तपाईँले कसलाई चाहिँ मास्टर गर्नुभएको छ त, तपाईँले त्यो टुलमध्ये कुन टुलमा चाहिँ तपाईँ गहिरिएर जानुभएको छ, कुन टुलको तपाईँलाई बेस्ट प्र्याक्टिस छ, हो त्यो अनुसारले चाहिँ टेक्निकल एनालाइसिसमा चाहिँ कुन टुल छान्ने अथवा कुन टुल बढी आफ्नो लागि प्रभावकारी हुन्छ भन्ने चाहिँ त्यो चाहिँ इन्डिभिजुअल कुरा हो। त्यस कारणले गर्दाखेरि तपाईँलाई यो कार्यक्रम मार्फत म आम ट्रेडरहरूलाई, जेनरल ट्रेडरहरूलाई, जो बिगिनर ट्रेडर हुन्छ खास गरी उहाँहरूलाई के भन्न चाहन्छु भने तपाईँले टेक्निकल एनालाइसिसमा भएका इन्डिकेटर्सहरू टुल्सहरूमध्ये कुनै एउटा रोज्ने हो। किनभने तपाईँले मार्केटमा हेर्नुहोस्, मार्केट आफै नै धेरै कम्प्लिकेटेड हुन्छ। मार्केटको स्ट्रक्चर भनेको क्राउड साइकोलोजीमा बेस्ड हुन्छ र मार्केट आफै कम्प्लिकेटेड भएको कारणले गर्दाखेरि तपाईँले धेरै इन्डिकेटर्सहरू युज गर्नुभयो भने त्यसमै तपाईँलाई थप कन्फ्युजन क्रिएट गर्छ। त्यस कारणले गर्दाखेरि जति सक्छ तपाईँले थोरै टुल युज गर्ने हो। किनभने धेरै टुल युज गर्दैमा ठुलो ट्रेडर हुने, सक्सेसफुल ट्रेडर हुने भन्ने नै हुँदैन। टुल थोरै युज गर्नुहोस्, वर्षक एउटा मात्र युज गर्नुहोस् र यसमा के छ भने कतिवटा युज गर्ने भन्दा पनि तपाईँ त्यो टुलमा कति डिप जाने भन्ने कुरालाई चाहिँ एकदमै इम्पोर्टेन्स राखेको हुन्छ। एउटा टुल युज गर्नुहोस् र त्यसमा तपाईँ एकदम गहिराइमा जानुहोस्, त्यसलाई धेरै प्र्याक्टिस गर्नुहोस्, त्यसमा निपुण हुनुहोस्, त्यो नै राम्रो हुन्छ। तपाईँले चाहिँ कुन चाहिँ टुल प्रयोग गर्नुहुन्छ हामीलाई कमेन्ट गर्न नबिर्सिनु होला। र फेरि लागौँ प्रश्नतर्फ। जस्तो टेक्निकल एनालाइसिसको कुरा गरिराख्दाखेरि कुनै पनि स्टक सेलेक्सन गर्दाखेरि त्यो टेक्निकलको कतिको भूमिका हुन्छ भने त्यसको पार्ट कतिको रहन्छ त्यसमा? अब हेर्नुहोस्, अब मैले तपाईँलाई अघि नै भने होइन, टेक्निकल एनालाइसिस भनेको चाहिँ यो कस्तो हुन्छ भने सुरुमा जो बिगिनिङ फेजमा जो ट्रेड गर्नु हुँदैछ उहाँहरूलाई चाहिँ टेक्निकल एनालाइसिस सिक्दाखेरि चाहिँ हुन त हाम्रो नेपालको ग्रुमिङ पनि त्यति राम्रो छैन। 1 हप्तामा 15 दिनमा टेक्निकल एनालाइसिस सिक्नुहोस् भनेर विभिन्न ट्रेनिङ कोर्सहरू पनि आयोजना गरेको देखिन्छ। टेक्निकल एनालाइसिस भनेको हप्ता दिनमा, 15 दिनमा, 1 महिनामा सिकिने टुलै होइन। टेक्निकल एनालाइसिस भनेको त एउटा आर्ट हो, एउटा कला हो, बुझ्नु भएन? एउटा जस्तै मान्नुहोस् एउटा कोही डान्सर हुनुहुन्छ, उहाँलाई त्यो डान्समा अथवा कोही सिङ्गर हुनुहुन्छ, त्यो कलामा निपुण हुनको लागि कति टाइम लाग्छ त? असीमित टाइम लाग्छ र त्यो कला मास्टरीको कुनै लिमिटै हुँदैन। हेर्नुहोस्, बुझ्नु भएन? एउटा प्रोफेसनल डान्सरको कुरा गरौँ मैले, एउटा प्रोफेसनल डान्सरलाई अब म यो प्रोफेसनल डान्सिङमा चाहिँ पर्फेक्ट भएँ भन्ने एउटा लेभलै हुँदैन कि। किनभने तपाईँले एउटा लेभललाई मास्टर गर्ने बित्तिकै अर्को लेभल फेरि खडा हुन्छ। टेक्निकल एनालाइसिस पनि त्यस्तै हो। हेर्नुहोस्, तपाईँले जति सिक्दै जानुहुन्छ नि यो सिकाइको कहिले पनि अन्त्य छैन। किनभने बजार भनेको हेर्नुहोस् एकदम डाइनामिक हुन्छ, बजारको डाइनामिक्स चेन्ज भइरहेको छ, मार्केट पार्टिसिपेन्ट्सहरू चेन्ज भइरहेको छन्। अब त्यसले गर्दाखेरि के हुन्छ भने प्राइस एक्सनहरू बेला बेलामा फरक हुन्छ, भोल्युमको स्ट्रक्चरहरू फरक भइदिन्छ। हामी जुन प्याटर्न चार्टमा हेर्छौँ त्यो चार्टको प्याटर्नहरूमा भेरिएसन्सहरू आउँछ। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि टेक्निकल एनालाइसिस भनेको चाहिँ एभ्री डे इभल्भिङ कुरा हो, जहिले पनि इभल्भ भइरहेको हुन्छ। नयाँ नयाँ कुराहरू हामीले चार्टमा देखिरहेको हुन्छौँ। त्यस कारणले गर्दाखेरि यसलाई मास्टरी गर्नको लागि चाहिँ समय कति लाग्छ भन्दाखेरि पनि तपाईँको कस्तो भने तपाईँले त्यसमा कति गहिराइमा जानुभएको छ भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हुन्छ। मैले अघि पनि भने र यो एउटा भनेको आर्ट हो, एउटा मास्टरी हो, बुझ्नु भएन? यसलाई मास्टरी गर्नुपर्छ हामी। मिट द ट्रेडरको बाँकी कुराकानी हामी अर्को एपिसोडमा राख्नेछौँ र अहिलेसम्मको कुराकानी यहाँहरूलाई कस्तो लाग्यो हामीलाई कमेन्ट गर्न र हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला।